धेरै पटक सोचिरहन्छु आखिर शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच यति धेरै भेटवार्ता किन भइरहन्छ? कि साँच्चै देश र जनताको हितका लागि यिनीहरू बारम्बार भेला हुन्छन् कि त्यो भेटवार्ता जनतासँग खेलिने अर्को नाटक मात्रै हो कि के हो बुझ्नै गाह्रो छ। यी तीन नाम नेपाली राजनीतिको सबैभन्दा धेरै दोहोरिने अनुहारहरू हुन्। चुनावका बेला घर घर जाने, आश्वासन बाँड्ने अनि सत्तामा पुगेपछि झ्याल ढोका बन्द गरेर आपसमा भागभण्डा मिलाउने तिनै देउवा जसले आफ्नो पार्टीलाई काङ्ग्रेस मात्र होइन सत्ताको सिडी बनाउने थलो बनाए, तिनै ओली जसले हामी हाम्रो सरकार 5 वर्ष चलाउँछौ भन्दै भोट मागे तर देशलाई पटक पटक अस्थिरतातर्फ धकेले, र तिनै प्रचण्ड जसको जनयुद्ध आज केवल कुर्सी नजिक पुग्न प्रयोग गरिएको एक राजनीतिक कथा जस्तो बनिरहेको छ। यी नेताहरूको भेट अहिले कुनै राष्ट्रिय सङ्कट समाधान खोज्न होइन, कुर्सी कसरी बाँड्ने, शक्ति कसरी मिलाउने, सत्ता कसरी टिकाउने भन्ने मात्र विषयमा सीमित देखिन्छ। राष्ट्रको हित भन्ने आवरणमा भेटघाट हुने तर वास्तविकता भने आफ्ना स्वार्थ मिलाउने समीकरण बनाउने खेल चलिरहेको मात्र अनुमान गर्न सकिन्छ। जनताको सपना बोकेर आएका थिए यी नेताहरू, कसैले गणतन्त्रको नाउँमा, कसैले समृद्धिको नाउँमा, तर जब सत्ताको बासना घनाउन थाल्छ त्यति बेला आदर्शहरू बिर्सिन्छन्, सिद्धान्तहरू पन्छिन्छन् अनि बाँकी रहन्छ कुर्सीको लडाईँ मात्रै। देश विकासको पर्खाइमा टड्पिरहेका छ युवा, विदेशी न बाध्य छन् कृषक, मार्कामा छन् मजदुर, पसिना बेचेर पेट पालिरहेका छन् देश। अझै पनि संविधान कार्यान्वयनकै चरणमा छ, तर यी तीन नेताहरू भने सधैँ भेटमा व्यस्त हुन्छन्, कहिले बालुवाटार, कहिले बुढानीर्क त कहिले पार्टी कार्यालय। के जनता यिनै भेटवार्ताको लागि भोट हाल्छन्? के जनता यिनलाई आफ्ना पीडा सुनवाई होस् भनेर देश चलाउने जिम्मा दिएका थिए? देशको मुहार फेरिने आशामा जनता वर्षौंदेखि प्रतीक्षामा रहेका छन्, तर नेताहरूको भेट भने देशलाई होइन आफूलाई कसरी सत्ताको सर्वोच्च स्थानमा राख्ने भन्ने कसरतमा छ। यस्तो भेटवार्ता बारम्बार देख्दा सधैँ एउटा प्रश्न उठ्छ, कतै हामीले गलत सपना त देखेनौँ? तर होइन, सपना गलत थिएन, सपना देखाउनेहरूबाट धोका भयो। आज आवश्यकता छ यी नेताहरूले आत्ममूल्याङ्कन गर्ने, सत्ताका लागि होइन जनताको पीडालाई सम्बोधन गर्नका लागि हात मिलाउने, अन्यथा इतिहासले क्षमा गर्ने छैन। देशलाई फेरि निर्माण गर्न सकिन्छ, तर जनताको भरोसा एकपटक टुटेपछि पुनः स्थापना गर्न धेरै कठिनाइ हुनेछ। यो कुरा यी तीन टाउकेहरूले बुझ्न अति जरुरी छ। हवस् त आजलाई यति नै। यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नछुटाउनु होला। यदि भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट गरिदिनु होला भन्दै म विनोद बिदा हुन्छु। नमस्ते।